भन्ने अझै तल हो ए होइन ठिक छ मलाई चाहिँ त्यो पक्की पुल रहेछ नि त्यो पुलबाट जाने भनेर भन्थ्यो कि एकजनाले हुन्छ तर नेक्स्ट लेभल गर्मी रहेछ कि यो चापकोट पनि यार म त यस्तो सोचेकै थिइनँ होइन मतलब जस पोखरातिर भन्दा नि गर्मी जस्तो रहेछ के यो कति अल्टिट्युड कति अरे यसको जे होस् गर्मी नै रहेछ भनौँ त्यही त यो त पर तराई जस्तै रहेछ के मलाई चाहिँ अलि त्यस्तै लाग्यो यो टेम्परेचर वाइज किनभने अब पोखरातिर अनि मेरो गाउँ चाहिँ स्याङ्जा हो कि स्याङ्जा त यही पनि स्याङ्जा पऱ्यो ल कालीगण्डकी आयो त कालीगण्डकी ए ठुलो त केही फरक पार्दैन कि मलाई होइन मलाई चाहिँ यो बाटो के अरे यो बाटो यस्तो बाटो झ्याल्नु छ कि यो हुनसक्छ यो एफजेड त्यही माथि यस्तो उखार छ होइन सिङ्गल रोड त हिँड्नै झ्याल्नु छ कि डबल लोड भयो भने चाहिँ मजा हुन्छ किनभने त्यो सक पनि दबिन्छ होइन यस्तो बाटोमा त पुरै धर बनाउँछ नि बिस्तारै यत्तिको हो क्या ल म अफरोडमा हिँड्ने कालीगण्डकी कोरिडोर पनि हिँड्ने भयो अलिकति भयो पनि होइन सही हो यार पानी देख्दा त गएर पौडी खेलाम जस्तो भएको छ यार कालीगण्डकी पुल के भाइ सही रहेछ यार आइटी पढाएर रहेछ एकछिन गफ खाने बाटोमा हिँड्दा ऱ्यान्डम गफ खाने बस्यो फेसबुक रिक्वेस्ट पठायो इन्स्टाग्राममा साथी बन्यो फेसबुकमा साथी बन्यो है सही हो ल यहाँ चाहिँ फोटो खिच्नुपर्छ एउटा राइट कहाँ राख्ने होला बाइक चमा राख्नु म डाटा अन गरेर राख्छु क्या हो मिसन पर्छ त ल एकछिनमा रेस्ट गर्छु यार बाइकको हालत यस्तो छ नयाँ जस्तै छैन यो कुचिसकेको छ फिल्डर तातो एकछिन यत्तिकै छोडिदिनु तातिर आएको बेलामा होइन म चाहिँ यता कालीगण्डकीको भ्यू देखाउँछु खासै गएर नदेखेको यार त्यहाँ ढुङ्गा देखिरहेको